लगभग 2/3 सरकार बनेको राष्ट्रपालाई विरोध गर्नेहरू अहिले प्रायजसो मुख्यतया एमाले, काङ्ग्रेस र पूर्व माओवादी तथा वर्तमान नेपाल कम्युनिस्ट पार्टीकै रहेका छन्। अब माथिका ठुला सांसद नेताहरूले त गाली गर्छन् नै, तर उनका समर्थकहरूले पनि गाली गर्छन्। तर यस्तो कस्ता समर्थकहरूले चाहिँ गाली गर्दा रहेछन् भने कुनै पनि पार्टीको हनुमान बनेर, झोले झ्याम्टे बनेर, चम्चे बनेर आर्थिक लाभ लिएकाहरू, सत्ताको आडमा जागिर खाएकाहरू, पद पाएकाहरू, मासु भातमा बिकेका, कमिसन खान पल्केकाहरू हो त्यस्तै जति देशको माया भन्दा पनि आर्थिक लाभ लिएकाहरूले नै विरोध गरेको पाइएको छ अधिकांश। त्यही भएर नै यो नयाँलाई खेदो खनेको, नयाँ आयो भने आफ्नो रोजीरोटी गुम्ने डरले उनीहरूले विरोध गरेको हो। तर यिनीहरू कदापि यो देशको भलो सोच्ने मान्छे होइन, देशद्रोहीहरूले विरोध गरेको अधिकांश पाइएको छ।